प्रतिपक्षको तर्फबाट आफ्नो भनाइहरू आइसकेकै छ। अब माननीय सदस्यहरूको अब अरू विषयहरूमा पनि कुराहरू राख्ने छलफल गर्ने समय छ। त्यसमा पनि आज गृहमन्त्रीजीले चाहिँ उठिरहेका विषयहरूमाथि केही कुराहरू राख्नलाई समय पनि माग गर्नुभएको छ। अब कतिपय मान्य सदस्यहरूले आकस्मिक रूपबाट घटेका घटनाहरूलाई लिएर केही कुराहरू राख्न पनि माग यहाँ गरिरहनु भएको छ। त्यसले गर्दाखेरि मान्य सदस्यहरू आसन ग्रहण गरौँ र म मान्य सदस्यहरू आसन ग्रहण गरेर कार्यक्रमलाई अगाडि लाने सन्दर्भमा नि यी विषयमा छलफल गर्दै जान सकिन्छ। म त्यसतर्फ मान्य सदस्यहरूको ध्यान आकर्षण गराउँछु र बस्नको लागि म अनुरोध गर्दछु। मैले मान्य सदस्यहरूलाई प्रतिपक्षको तर्फबाट नै पूर्ववक्ता मान्य सदस्यलाई समय दिएको कुरा स्मरण गराउन चाहन्छु।